हेलो गाइज, आजको यो भिडियोमा चाहिँ मैले मेरो बुढीको भोइस ओभरलाई टेक ओभर गरिदिएको छु। उहाँले मलाई च्यालेन्ज गर्नुभएको थियो यो न्यारेट गर्न कम त गाह्रो हुन्छ, तपाईँ ट्राई गर्नुहोस् अनि तपाईँलाई कति गाह्रो हुन्छ भनेर थाहा भएको कारणले मैले आज च्यालेन्ज एक्सेप्ट गरेको छु। र यो मेरो सासुआमाको बगैँचा तराईमा हेर्नु त एकदम यहाँ त नर्सरी छिरे जस्तो हुँदो रहेछ। प्लान्टहरू पनि काठमाडौँमा त्यत्रो महँगो पर्ने प्लान्टहरू यता मस्तले फलिरहेको। अनि यहाँ हाम्रो जाना हेर्नु त्यहाँ बाहिर गयो कि झ्यालबाट टुल्लो माया लाग्दो गरी हेर्ने गर्दछ। आज मर्निङ वाक गएको कारणले त्यसले हामीलाई हेर्दै थियौँ। आज बिहान एकदम चिसो थियो, त्यसैले हामीले यहाँको कुखुरा ल्याएर पकाउने निर्णय गरेका थियौँ। यहाँको ब्रोइलर कुखुरा पनि एकदम चुस्त फुर्त लोकल कुखुरा जस्तो हुँदो रहेछ, काठमाडौँको लोकल कुखुरा जस्तो। यहाँको त ब्रोइलर पनि त्यस्तो मिठो हुँदो रहेछ। स्टफिङ गरेर यहाँभित्र धनियाँ पनि हालेको रहेछ। मैले त अहिले मात्र भिडियोमा हेरेर मात्र थाहा भयो। धनियाँ स्टफिङ गरेर म्यारिनेट गरेर अनि कति तेलमा खाने भनेर एयर फ्रायर युज गरेका छौँ। अलिकति स्लाइटली हेल्दी अप्सन चुज गर्नलाई हामीले एयर फ्रायरमा पकाउनु भएको थियो हाम्रो मिसेसले। मैले चाहिँ केही पनि हेल्प गरिनँ। आज चिसो भएको कारणले बेडमै बसिराखेँ। अनि मेरो बुढीले के भन्नु भनेको थियो भने यो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला अरे होइन, यो भन्न चाहिँ छुटाउनु भएन भनेर मलाई भनेको कारणले मैले बिर्सिन्छु जस्तो लागेर अहिले नै भनिदिएको छु। अनि उहाँले यहाँ मिस्टेक गर्नुभएको थियो, हेर्नु है, त्यहाँ फ्राइजमा हाल्नुभएको थियो। चिकनलाई फ्राइजमा हालेर चिकन बटन पुस मात्र गर्नुभएको थियो, फ्राइजमै छ त्यहाँ। मैले गएर चेन्ज गरिदिनु परेको थियो। त्यो मिस्टेकलाई त छोड्नु भएन होइन। अनि यो निस्किएपछि होइन एकदम जुसी क्रिस्पी थियो। अनि मैले भनेको जसरी आज एकदम चिसो भएको कारणले तातो चिया खानलाई चिया पकाएर आगो बाल्दै दिउँसो सबैजना मिलेर आगो ताप्दै थियौँ। अनि मैले केही नपाएर निलो डस्टप्यानले हम्केको थिएँ। फुफु गर्नुभन्दा त्यो कार्बन डाइअक्साइड खानुभन्दा त होइन डस्टप्यानले हम्केको राम्रो भन्दै हम्केको थिएँ। एकछिनपछि हाम्रो बाबा मामु पनि हामीलाई जोइन गर्नुहुन्छ भन्ने बित्तिकै आउनुभयो। एकदम चिसो थियो। यहाँको तराईमा त घाम नदेखेको 3-4 दिन भइसक्यो। काठमाडौँमा त राति बिहान चिसो हो भने दिउँसो घाम त देखिन्छ, यहाँ चाहिँ नदेखेको कारणले आज दिउँसो आगो तापौँ भनेर दिउँसै आगो बालेको हो। यो गार्डन फेरि हेर्नुहोस् चिकन हाम्रो कान्छ। थ्याङ्क यू गाइज, बाई बाई।